संसारकै सबैभन्दा पहिलो प्रेम विवाह भएको दिन अर्थात् महाशिवरात्रि भनिन्छ। सम्पूर्ण सृष्टि भएपछि पार्वतीले शिवजीलाई वर्षभरिमा तपाईलाई सबैभन्दा मनपर्ने दिन कुन हो भनेर सोध्दा फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी मेरा लागि सर्वप्रिय दिन हो भनेर शिवजीले बताउनु भएको थियो। त्यहीबाट नै शिवरात्रिको सुरुवात भएको मानिन्छ। फागुन 3 गते पर्ने महाशिवरात्रिको दिन करिब 100 वर्षपछि एकदमै दुर्लभ योग परेको बताइएको छ। यस रातमा गरिएका ससाना कर्मले पनि 100 गुणा भन्दा बढी फल दिने विश्वास गरिएको छ। यदि तपाईको कुण्डलीमा कालसर्प दोष, पितृदोष, धन तथा स्वास्थ्य सम्बन्धी कठिनाइहरू छन् भने सोही दिन शिवजीको पूजा गर्नाले यी सबै समस्याहरू हट्ने विश्वास गरिन्छ। महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा नेपाल, भारत, भुटान, श्रीलङ्का लगायत विश्वका विभिन्न देशहरूबाट लाखौं भक्तजनहरू दर्शन र पूजा गर्न आउने गर्छन्। शिवरात्रिको दिन बिहानै ब्रह्म मुहूर्तमा उठेर कालो तिल अथवा गंगाजल मिसाएर स्नान गर्नु अत्यन्त शुभ मानिन्छ। त्यसपछि हातमा जल लिएर सूर्य देवतालाई अर्पण गर्ने र सफा मनले शिवजीलाई सम्झिएर 108 पटक ओम नमः शिवाय भनेर जप गर्ने चलन छ। शिवजीलाई शुद्धता र सरलता मनपर्ने भएकाले मन्दिर जाँदा सेतो अथवा पहेँलो कपडा धारण गरेर जानु उचित मानिन्छ।